सरकारले यो घटनालाई चाहिँ गम्भीरतापूर्वक यतापट्टि गयो भने तेस्रो जाने बाटो हो, यतापट्टि गयो भने यो एयरपोर्ट हो। हामी दिनकुरेमा छौँ, अहिले यो ठाउँ पुरै सुनसान छ। जति सामान्य अहिले देखिरहेका छौँ हामी त्यति सामान्य यो ठाउँ थिएन। हामी सडकमा राखेको हेलमेट लगाएर रिपोर्टिङ गर्नुपर्ने सञ्चारकर्मीहरूको बाध्यता थियो। यो हेलमेट कसको हो थाहा छैन, तर जसको हेलमेट लिएको छु त्यसको गाडी नम्बर हामीले टिपेका छौँ, फोटो लिएका छौँ र त्यही गाडी यदि त्यहाँ छ भने यो हेलमेट हामी त्यही सुरक्षित राखिदिन्छौँ। यो अवस्था देखाउँ। अहिले पनि यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ। सञ्चारकर्मीहरू आफ्नो ज्यान जोखिममा राखेर आज रिपोर्टिङ गरिरहेको दृश्यहरू हामीले देख्यौँ। कतिपय सञ्चारकर्मीहरू घाइते भएका छन्। यो ढुङ्गामुढा कसरी भयो, कहाँबाट सुरुवात भयो? दर्शक म जानकारी गराउँ, दुर्गा प्रसाई जुन गाडीमा आउनुभएको छ त्यो गाडीमा म रिपोर्टिङ गर्दै उहाँसँगै प्रश्नहरू सोध्दै आइरहेको अवस्था थियो। तर जब यहाँ गाडी पुग्यो हामी झऱ्यौँ गाडीबाट, रिपोर्टिङ मेरो सक्यो। त्यसपछि सडनली हामी आँसु ग्यास प्रहार भएको जानकारी पायौँ अनि त्यसपछि यो घटना यहाँहरूलाई सबै देशभरिको मिडियाले देखाइसकेको होला, सामाजिक सञ्जालमा देखाइसकेको होला। यो अवस्था कसरी आएको छ यसमा केपी शर्मा ओली देशका सम्माननीय प्रधानमन्त्रीज्यू गम्भीर किन हुनु भएन? यति सामान्य कसरी लियो? र ठिक छ, जुन प्रधानमन्त्रीज्यूले नै भन्नुभएको